बिहे गरेको 10 वर्ष हुँदासम्म पनि हामीबाट एउटा सन्तान भएन। गाउँभरि गाउँले मेरो कुरा काटेर केही साध्यै भएन। त्यही सन्तान नभएको अरूले वचन लागेको पिराले होला, बुढीले नि धिप्पी गरेर विदेश जान्छु भनेर विदेश गइहाली। गएको पनि यत्रो 5-5 वर्ष भइसक्यो। न एकल फोन गर्छे, न यसो 1-2 रुपियाँ पैसा पठाउँछे। यसो बाहिर निक्ल्यो, मुख कुल्ला गर्न लाग्यो, सबैले मेरै कुरा काटिरहन्छन्। यसो बिहान उठेर मुख धुन लाग्यो, सबैले मेरो मुखतिर हेरेर मेरै कुरा काट्छन्। यसो बाहिर निक्लेर मुख धुन लाग्यो, सबैजनाले मैतिर हेरेर मेरो कुरा काटेका हुनाहुन्, खालि मैतिर हेर्छन्। काट्न पनि किन कुरा नकाटुन्। न बुढीले पैसा पठाउँछे, न बुढी आउँछे, न हामी सँगै छौँ। कतै बुढीले उतै विदेशतिरै घरजम गरेकी, त्यही भएर पैसा नि पठाउन फोन पनि गर्दैन। यो जीवनमा एक्लै बसेर भएन। अब सालो केटोलाई भेट्न पर्यो, एउटा सल्लाह लिन। सालो केटो त मेरै सालो हो नि, मैले भनेको कसरी नमान्ला। एकचोटि भेटेर एकदम राम्रोसँगले कुरा गर्नु पर्यो। कस्तो देखियो मलाई? एकदम राम्रो देखेछ है। हो त नि, कति च्वाक देखिएको छ। होइन साला केटा, के हो पारा? के हुने नि मेहना, यो मेहना पैसा छोड्यो। के यो मैले देखेको कुरा साँचो हो त? साँचो बाने माना, झुटो बाने माना। होइन यो साला केटा, दुईजनालाई चाहिँ मन पराएको कि क्या हो? कहाँ हुने नि, एउटालाई मन पराएको छ, अरूलाई मलाई थाहा छैन। होइन यो साला केटा, त पनि सिङ्गल, म पनि सिङ्गल जस्तै, मिल्छ भने यसो कुरो चला नि त। के रे भेना, सिङ्गल रे? दिदीले भन्दैम क्या हो? भन् के को दिदी नि, गएको 5 वर्ष भयो, न फोन छ न पैसा पठाउँछ। होइन हो साला केटा, तँलाई मेरो दया माया लाग्दैन? तेरो मेरो सम्बन्ध त छँदै छ नि। हुनु त भेना, दिदी मोरे बाजे बराबरै हो, कुरो चलाइदिउँ त भेना। ल न त, ल कुरो चलाइहाल न त, उमेर यही हो, शुभ कार्यमा किन ढिला, जाउँ न त। ल जम भेना, जम ल। केटाले कुरो मिलाउला जस्तो छ। अनि के छ त नि हजुरको विचार? मेरो विचार त के हुने नि, त्यही नाइटो भन्ने के। मान्छेले बिहे गरेर सिउँदोमा सिन्दुर भर्छन्, तपाईँले त नाइटो भर्ने भन्ने के हो? नाइटो भन्ने ए लाठी, नाइटो भर्नु भनेको बच्चा खेल्नु हो के? होइन, कसको कुरो चलाउन लाग्यो त्यसले? मेरो कुरो चलाउन लाग्यो कि आफ्नै चलाउन लाग्यो? मोही पारेर घिउ लाए पो मोही पार्नु, जब घिउै लाग्दैन के मोही पार्नु? कोसी गरम न, कस्तो नराम्रो घिउ। खै यो बुढेसकालमा के घिउ लाग्ला र? अब मेरै लागि होला। त्यही भएर त कोसी गरम भनेको। कोसिस गर्दैमा के पो जान्छ र? आफूले यहाँ कस्तो हतार भइसक्यो। फेरि गाउँघर समाजले के भन्ला यो उमेरमा? के भन्लान् र? यो उमेरमा घरजाम गरेर बच्चा बनाए भन्लान्। उसले मन पराएको कुन हो मलाई के थाहा? मलाई त कता कता शङ्का पनि लाग्छ। बुढो भयो भने ल्याङ गर्दै थियो, बल्ल बल्ल मैले कुरा मिलाएको छु। तँलाई मन पराउने यो हो कि अर्की हो? बाजे
तपाईँले बिहा गर्नु लाग्यो यो भएन ऊ भएन तपाईँलाई के चासो तपाईँलाई बिहा गर्दै भएन भयो के मसक्क मस्किएको होला यस्तो बुढो मान्छे पनि बुढो मान्छे रे मस्किने दिन आएर मस्केको नि त्यस्तो मस्किने के दिन आयो एउटा कुरा छ बसौँ न एकछिन त्यस्तो कुरा के हो भन्नु त मलाई हतार छ त्यो सालो केटोले गरेको कुरा त्यो साँच्ची हो त को सालो के कुरा त्यो हिजो कुरा गरेको थियो नि त्यो मेरो सालो हो क्या ए उहाँ चाहिँ तपाईँको सालो हो त नि त्यो सालाले गरेको कुरा म पक्का सम्झिन् खै पक्का सम्झिनु कि कच्चा सम्झिनु उहाँले ढिप्पी गर्नुभयो मेरो मन माने छैन मलाई सोच्ने टाइम दिनु न सोच्नु कति दिन सोच्नु छ सोच्नु जवाब हुनु पर्यो म ढुक्क भएँ खै हुन्छ कि नहुन्छ त्यो त पछि नै थाहा हुन्छ नि मलाई त ढिलो भइसक्यो म जान्छु ल मसक्क मस्की गालामा लपक्क पारेर गई मन त पराइरहेछ के मलाई शङ्का लागेको थियो सालो केटाले गरेछ है राम्रै काम सुन्नु न हाम्रो कुरा गाउँभरि थाहा भए जस्तो छ तिमीहरू म बाई अरू कसैलाई थाहा छ र तपाईँको भेनाले मलाई भेटेर यो कुरा पक्का सम्झे है भनेर जानुभएको छ बिहा गर्ने मैले त्यो बुढोले के को चासो भएछ खै यस्तै भनेर जानुभयो तिम्रो सिउँदोमा सिउँदो फलेर छिट्टो म त्यो नाइटो भरिदिन्छु अनि कसले के भन्छ र ए जति बेला नि नाइटो भर्नेको मात्रै कुरा गर्ने म त गएँ खालि मै पार्न सक्दैन भन्थे मै पारेर घिर्ने गरी देखाइदिन्थे हेर साला केटा त खतरा रहेछस् मैले माने तँलाई यो बुढेसकालमा आएर मेरो घर जमुनी भयो धेरै दुःख गरिस् है मेरो लागि एकदम सङ्घर्ष गरिस् हेर्दै जाउँ हेर्न म कस्तो छ भनेर गोल कसरी हुन्छ पछि थाहा हुन्छ सालो केटो जसरी भए पनि गोल छिराउनै पर्यो अरू मलाई थाहा छैन हेर्नु न हेर्न तपाईँको सामुन्ने म कसरी गोल छिराउँछु हेर्दै जानु न अरू त के हुनु र मितिनी अब मैले भने दिनरात उही भनेर माया गरेर बसेँ अब केटाको जात पिपलको पात भने जस्तै अब मैले चाहिँ माया गर्ने ऊ चाहिँ अन्तै माया गर्दो रहेछ अनि के त्यस्तोको पछि लाग्नु भनेर म त छोडिदिएको हेर्नुहोस् न मितिनी मायामा सबै सफल हुन्छन् भन्ने कहाँ छ र मायामा सफल हुनका लागि त भाग्यमा सिरी लेखेर आएको हुनुपर्छ तपाईँको भाग्यमा सिरी लेखेरै नै छ कतै मेरो भाग्यमा पो लेखेछ कि म टराइ मारौँ त मेरो भाग्यमा लेखोस् कि नलेखोस् तपाईँलाई चाहिँ के को चासो नि मितिनज्यू मितिनी साइड लगाइसक्नु भएछ केटा आएको त छ अब लाइन मारौँ क्या लाइन साइन केलाई मार्नु पर्यो त्यस्तो मान्छेलाई खै के जाति भने जस्तो बालुवामा पानी खनाए भने जस्तो त्यही त आफूलाई चाहिँ कति नै राम्री छु जस्तो लाग्छ कि क्या परा होइन लाइन साइन मार्नु मितिन्छु मैले यति भन्दा तपाईँलाई भित्रै पोलेको मिटिन्छु भित्रै त केलाई पर्नु पर्यो र अब त्यही पनि तपाईँले किन चाहिँ लाइन मार्न पर्यो भनेर नि भनेको मैले बुढेसकालको जवानी के त्यस्ता कुकुर जस्तासँग खेर फाल्नु के बरु आफूले सौँदो खोज्नु नि मितिनीज्यू त्यति साह्रो बुढी भएको छैन अझै पनि दुई चारवटा बच्चा त पाउँछु बच्चा पाउनलाई त बिहे हुनु पर्यो नि मितिनीज्यू कहाँबाट बच्चा पाउने हो र ए बिहे गर्नको लागि त उता लाइन मार्छु भनेको तपाईँले के को दाब हो फेरि डाना साहा अलिक आफूलाई सौँदो खोजेर गर्नुपर्छ के अरू छैन नि त त्यही मात्र छ यो ठाउँमा यो गाउँमा अर्को खोज्नु न यो मान्छे यस्तो छ भनेर जानेपछि खालि किन त्यसकै पछि लाग्छन् के छोरी मान्छेको नि बुद्धि चाहिँ हुँदैन क्या हुन चाहिँ जस्तो मेरो बुद्धि त्यस्तै गर्न खोज्नुहुन्छ कि तपाईँ फेरि तपाईँ लाग्नेसम्म लाग्नुभयो तपाईँ चाहिँ पाखा लाग्नुभयो अनि म अहिले म लाइन मार्छु भन्दा तपाईँको मन जल्ने डा हुने पोल्ने भन्ने कुरा होइन के म त्योसँग लाग्या पनि हुँ हिँड्या पनि हो डुल्या पनि हो संसार घुमेको पनि हो
सबै गरेको तर के चाहिँ भोगिन मैले त्योसँग कति दुःख भोगेँ मैले कति मानको फटा छ भन्ने कुरा त्यो तपाईँलाई थाहा छैन के जतिखेर पनि तपाईँ त्यसको कुरा गर्नुहुन्छ त्यही भएर मात्रै मैले यस्तो कुरा गरेँ किन तपाईँ त्यस्तो मरिहत्ते गर्नुहुन्छ त्यसको कुरा गरेर दिनरात जाँडा खाने दिनरात यता र उता हिँड्ने केटी खेलाउँदै हिँड्ने उसको पेसै हो तपाईँले भोग्नु भएको छ र मैले पो भोगेको छु त म त खुद भोगेको हो नि अहिले त तपाईँले देख्नुभयो ए त केहीसँग रमाइलो गरेर हिँडिरहेकी थिइस् रमाइरहेकी थिइस् मोज मस्ती गरेकी थिइस् भन्ने लाग्छ होला तपाईँले मात्रै सबैलाई लाग्छ देख्ने जतिलाई तर पनि भोग्ने मैले हो मैले भोगेको छु त्यसको बानी बेहोरा कस्तो छ भनेर त्यही भएर त्यसको कुरा गर्दै नगर्नु त्यसको कुरा गरे कि मेरो पारो तातेर आउँछ क्या मितिनी तपाईँले जेसुकै भन्नु कि तर त्यो मान्छे चाहिँ एकदम राम्रो हो त्यो मान्छेको सबै कुरा मलाई राम्रो लागेको छ बरु तपाईँ आफै नराम्रो भएर चाहिँ पाखा लाग्नु त्यही त तपाईँ जान्नु भयो नि होइन सबै कुरा तपाईँलाई थाहा छ मैले यत्रो भनिरहेको छु एउटा चाहिँ उसले चाहिँ दुईटा खुट्टा टेकेर हिँडेको एउटा छोरी मान्छे देख्नु हुँदैन आज एउटा फेरा छ भोलि अर्को फेरा छ जस्तो सुकै भए पनि छोरी मान्छे भएपछि भइहाल्छ उसलाई अनि रूपमा मात्रै राम्रो भएर रूप चाटेर बसेर हुन्छ अचम्मको कुरा गर्नुहुन्छ खालि पनि त्यसको कुरा नगर्नु भन्छ त्यसकै मात्रै कुरा गरेको गर्नुहुन्छ होइन तपाईँले गर्नु खोजेको के हो मितिनज्यू मितिनी उहाँको बारेमा चाहिँ नराम्रो एक शब्द पनि नभन्नु होला है नत्र केही म राम्रो मान्ने छैन के नराम्रो मान्ने हो र के गर्ने हो र यति राम्रो मान्छेलाई नराम्रो भन्ने हो र के राम्रो मान्छे जतिखेर राम्रो मान्छे भन्ने त्यसलाई राम्रो मान्छे नभन् भनेर भनिरहेको छु तपाईँले फेरि अहिले मितिन भन्दा मात्रै म त फेरि नराम्रो जतिखेर पनि त्यसलाई राम्रो भनेको जतिखेर त्यसलाई राम्रो भनेको कति साह्रो भनेको क्या कति साह्रो राम्रो त छ तर घरमा झगडा नगरेर बिसाउँदा बाटोमा के झगडा गरेको ए यो पो रहेछ हामी त बिहे गरिसक्यौँ जाऊँ बुढा शुभकार्यमा किन ढिलो जाम बुढी जाम यो पो रहेछ लडेर बसिरह देखिस् मैले त अघि भनेको थिएँ नि मितिनज्यू भनेर झगडा नगरौँ भनेर दिदी को यो तेरो भेना ढोगर यस्तो पनि भेला हुन्छ बाउ आमालाई कोहीलाई नसोधिकन तैँले बिहे गर्ने जाऊ त कुरा सुन्नु भाइ तैँले पहिला कस्तो दुःख पहिला होला घर त हिँड घर हिँड ए गए हुन्छ के गए हुन्छ अघि त कति न राम्रो मान्छे भनेर तारिफ गरिरहेको थियो त गए हुन्छ त अब जान्न मितिनी जान्न म अब मेरो आँखा छर्लङ्ग फुलिसक्यो म ए तिम्रो झगडा सिधै खाइन म त फर्केर आएँ नि उतै जानु किन आउनु भयो लिन आएको होला नि प्लानलाई गए हुन्छ त अब मेरो आँखा फुटेको थियो र अब त फुटेको आँखा खुल्यो अब त बल्ल जुजु गएर आएको छु म जिउ जोगाउनु होइन मुन्टा छिनाउनु पर्ने हो उस्तै भए गजब भएछ लु मितिनीज्यू उठ्नुहोस् लु जाउँ त लु लु उठिसो हजुर पनि ल गइसो झप्के झप लु जाऊ ल जाऊ